यो पैसा चाहिँदैन चाहिँदैन आज चाहिँ म यता रुकुम खलङ्गाको भाइरल पुलमा आएको छु र मसँग चाहिँ अहिले तत्काल 18,000 पैसा चाहिँ छ र यता धेरै भिडभाड चाहिँ देख्न सकिन्छ है मान्छेहरूको धेरै भिडभाड छ र म चाहिँ आज यहाँनिर चाहिँ पैसा राख्दैछु कसले पैसा उठाउँछ र म त्यहीँनिर गएर चाहिँ बस्नेछु र हेरौँ रियाक्सन कस्तो आउँछ र उहाँले उठाउनुहुन्छ हुँदैन उठाइसकेदेखि कस्तो रियाक्सन आउँछ है त यहीँनिर राख्नु पऱ्यो खासमा को आउँछ त्यसै हेर्नु पऱ्यो है कसले उठाउँछ एकछिन रोक्नु न सिस्टर हजुर भन्नुहोस् न अनि यहाँनिर पैसा उठाउनु भयो त कसको पैसा हो यो त मेरो पैसा हो नि तपाईँको पैसा कसरी भएर तपाईँ उताबाट आउँदै हुनुहुन्छ म अघि उता भिडियो सुट गर्न गएको थिएँ त्यति बेला मेरो पैसा यहाँ खसेको रहेछ नि त ए कुन भिडियो सुट गर्नु भएर जानुभएको थियो टिकटक भिडियो ए हो र खै देखाउनु न पैसा देखाउनु न तपाईँको भयो त यस्तो नलुकाउनु पर्ने होइन मेरो पैसा हो हो र हजुर हजुर अनि तपाईँ त लुकाएर हिँड्नु पर्यो फ्याक्ट्री यत्रो पैसा छ के होला भनेर लुकाएर हिँडेको नि ए हो र ठिक छ हजुरको पैसा भन्ने कुरा मेरो पैसा हो ढुक्क भन्नु मेरै हो कसरी ग्यारेन्टी दिन सकिन्छ तपाईँको पैसा भनेर हेर्नु न यहाँ गर्नु 20,000 जति 20,000 जति कि 20,000 20,000 जति होला लगभग हेर्नु न हो र हजुर भन्नु न कति छ तपाईँको भएपछि त ठ्याक्कै थाहा भइहाल्छ 20 भयो 20 हजुर 1 2 3 4 5 6 7 8 9 10 11 12 18 मात्रै रहेछ त हजुरको के हो 20 भन्नुहुन्छ होइन मेरो पैसा हो क्या हजुर मेरो पैसा हो तपाईँको पैसा त होइन जस्तो लाग्यो हजुरको फेस हेर्दाखेरि होइन होइन मेरो पैसा हो तपाईँको रियाक्सनै फरक छ मेरो पैसा हो बताउनु न भने अनि 20,000 भन्नुहुन्थ्यो 18,000 मात्रै छ तपाईँ कसरी पैसा पाइयो खै अब यहाँ खसेको थियो 2,000 जति गडबडी भयो होला नि त अनि हो र कसरी गडबडी हुन्छ तपाईँको पैसा 2,000 मेरो पैसा हो र लिनुहुन्छ त हजुर अरू कसैको त भइदिनुहुन्न मेरै हो कि अरू कसैको हुन्छ त अनि कसरी हुन्छ त्यो अरू कसैको चाहिँ त्यसो तपाईँलाई दिउँ त मैले पैसा हजुर तपाईँ लग्नुहुन्छ त्यसो भए हजुर अरू कसैको केही इमर्जेन्सी कामले कसैले खसाएको भए होइन हो मेरो पैसा हो त्यो विश्वास गर्नु न हो र हजुर ठिक छ अब के को लागि खासमा पैसा यत्रो बोकेर हिँड्नु भएको उपचार गर्नको लागि हो र हजुर बिरामी हुनुहुन्छ हजुर हजुर ठिक छ अब तपाईँकै पैसा भए लिनु नि त होइन 20 भन्नुहुन्थ्यो तपाईँले 18 भन्नुभयो होइन मेरो पैसा हो यहाँ 2,000 खै अब कता के गरेँ मैले बिर्सेँ कि कतै खर्च गरेर होइन हो यो मेरो पैसा हो क्या हो नि तर तपाईँ गलत हुनुहुँदो रहेछ सिस्टर है कसरी किनभने अब यो पैसा त मेरै हो त कसरी हजुरको चाहिँ अब मैले राखेको खासमा मैले प्र्याङ्क गर्नु भनेर चाहिँ राखेको थिएँ खासमा होइन अब क्यामेरा पनि छ रेकर्ड भइरहेछ एउटा सन्देश जाओस् भनेर खासमा मैले भिडियो बनाउनु खोजेँ मैले चाहिँ त रेकर्ड पनि गरेको छु त्यो भएर चाहिँ त्यस्तो माइन्ड नलिनु होला एउटा चाहिँ सन्देशमूलक भिडियो चाहिँ बनाउनको लागि चाहिँ मैले यो गरेको यो पैसा चाहिँ मेरो है सिस्टर साला खाते भिडियो बनाउनु लाग्दैन अरूको अनुमति बिना किन बनाएको भिडियो यो भिडियो सोसियल मिडियामा हाल्ने काम बिल्कुल नगर्ने होला यो पैसा चाहिँदैन चाहिँदैन मलाई सिस्टर ओ सिस्टर नरिसाउनु न होइन के होइन सन्देशमूलक भिडियो बनाउन खोज्यो होइन सन्देशमूलक भिडियो यता सुन्नु न एउटा राम्रो सन्देश दिन खोजेको मात्रै हो कि खासमा तपाईँले नराम्रो बनाउन खोज्यो होइन सिस्टर एकछिन रोक्नु न तपाईँले त्यस्तो नराम्रो बनाउन खोज्यो होइन त्यस्तो तपाईँले नराम्रो बनाउन खोज्यो होइन एउटा सन्देशमूलक भिडियो हो त अब तपाईँले पैसा नै नटिपेको भए त मैले तपाईँको भिडियो नै गराउनु थिएन सिस्टर होइन तपाईँको नियत नै खोज रहेछ होइन त्यस्तो नरिसाउनु नि त अब केही भएन एउटा सन्देशमूलक भिडियो हो भनेर डिलिट गरिहाल्नु सकेसम्म भर्खर डिलिट गर्नु छिटो सोसियल मिडियामा हाल्नु भने म नराम्रो कोही पनि हुँदैन ठिक छ मेरो मान्छेहरू ल्याएर फेरि पावर लगाएर हजुरलाई केही गर्न पनि सक्छु ठिक छ अब त्यो त बेग्लै कुरा छ होइन त्यस्तो पो अब गर्ने कुरा पनि भएन सिस्टर होइन त्यस्तो अब नराम्रो हुँदैन त्यो भिडियो क्याप्चर गर्दै नगर्नु सोसियल मिडियामा झन् हाल्नु भएन हजुर म जस्तो नराम्रो कोही पनि हुँदैन हजुरको लागि हजुरले लाइफ पनि भेटाउनु हुँदैन होला म जस्तो नराम्रो मान्छे मैले त्यहाँ पैसा देखेँ टिपे भयो सकियो भिडियो अब बनाउँदै नबनाउनु पैसा त तपाईँको त रहन्छ नि त हजुर मेरो होइन ल ठिक छ सिस्टर जानु होला है त ल भिडियो चाहिँ नहालौँ ल के अनुमति दिनुहोस् न के भएर होइन अनुमति के को अनुमति
त्यो भिडियो बनाउनु भयो अब सक्यो त्यो भिडियो डिलिट गर्नु सकेसम्म यो क्याप्चर गरेर नि केही काम छैन हेर्नु भिडियो भर्खरै तत्कालीन डिलिट गरिहाल्नु हुँदैन अरू केही ठिकै छ सिस्टर ल जानु होला नरिसाउनु है त नरिसाउनु त भिडियो हाल्दै नहाल्नु हेर्नु मैले भन्दैछु वार्निङ दिएछु मैले हजुरलाई हुन्छ सिस्टर हुन्छ अब तपाईँ अब के गर्नु भिडियो फेल भयो अब भिडियो नहाल्ने नै अनुमति भयो भिडियो चाहिँ अब राम्रै भएको थियो होइन अब अर्को कसैलाई ट्राई गर्नु पर्ला